मर्निङ दसो नमस्कार सम्पूर्णलाई फेरि पनि स्वागत छ मेरो अर्को भिडियोमा। हामी चाहिँ आज तातो पानी जान थालेको बुढाबुढी। यहाँ बिचमा सानो मान्छे पनि छ, हेर छोरी हाई गरिदियो। तातो पानी नेवास गाउँपालिका वडा नम्बर 2 मा पर्छ, 2 मा झारलाङमा पर्छ। यहाँदेखि चाहिँ हिँडेर गयो भने 1 घन्टा पनि बढी लाग्छ होला है। 1 घन्टा 2 घन्टा लाग्छ कि अहिले त। तर बाइकमा चाहिँ चाँडो पुग्छ होला। र साथीहरू पनि तातो पानी जाँदैछौँ है। पुलमा आइपुग्यो ल हामी। अब हामी पुग्न लाग्यो। ल हामी चाहिँ पार्किङ स्थलमा चाहिँ आइपुग्यो। यहाँ साइन बोर्ड थियो त, खोइ साइन बोर्ड त छैन। मेरो खाना शेष है ये कता राख्ने या इलेक्ट्री तब अब तातो पानी मान्छे पुगिसकेछ त, मान्छे पुगिसकेछ। आमा म त जोड्ला बोकेँ। बुढो यो तातो पानीको विशेषता चाहिँ के हो रे? लुतो फाल्ने लुतो मात्रै फाल्ने हो र? त्यो ससानो साधारण रोगहरू, लुतो, घाउ खटिराहरू, अनि घुँडा दुखेकोहरू, कसरी लगेर जाने होला कहिले घुँडा दुखेकोहरू ठिक हुने रे। अनि त्यसपछि के अरे त्यहाँ बाफ ताप्ने पनि छ कि, बाफको माथि छ तर जान सक्दैन मैले चाहिँ त्यो घुँडामा। अनि यो घाँटी टन्सिल भएको चाहिँ त्यहाँ बाफ लिने रे के, माथि ठाउँ छ तर जान सक्दैन। लस लस अभी अभी तुम्हें माँ का जो नहीं भी माँ जी त्यो पुलले कोला भगल थुप्रो डिम्बा मिमुको काका गरे पुछि तेरे में अरे क्यों तो युवा रहे हो तेरे आरे तेरे में मिमुला टोले पुछि मिमुला सम फ्री थिन तेरे आइमा केम फेपो सामने थिएन अब तेरे जे लिप चेक कतेको खैरी प्रम हुआ ये ल मेरो पनि योगा। फाइनली हामी तातो पानी चाहिँ आइपुग्यो अहिले। यो तातो पानी हामी खाउँ। तातो पानी हो, तातो पानी आइपुग्यो। यो झारलाङ हो, झारलाङ 2। खालो भङ्गेलो ता उबतराले बिङ्ग यहाँ छौँ हामी। यो न 5 बजे गरे नि, 5 बजे या आफी आफी होला यहाँ बिस्तारै बिस्तारै। आमा कस्तो बुढो यता ओइ छोरी चिप्लिन्छ त्यहाँ होइन कि उतै लाने हो। कस्तो यहाँ देख्दैन नि त, उतै लाने हो कि उतै ठाउँ छ त राख्ने ठाउँ। होस् न त्यस्तै नुहाउने हो सबै। अब त्यहाँ पालो कुर्यो भने कहिले पाउनु फेरि यहाँ पालो है छोरी नुहाउने हो। अब आमा छोरी सुई 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 ए यहाँ त भत्के छ त बाटो त। ए ताना गुरासै फुल्यो माथि नै हो। नजाऊ है तल है मम्मीमा हामी थारेङ लडिम सङ्गम ल वा पिला खुयो गेल्छौ ए तेरा खुयो गेल्छौ ए अच्छा शेषौ ए मे थुप्रो खैरी लो म यहाँ थुप्रो म तातो पानीमा नुहाइसक्यो। अब घर जाने बुढो त के नुहाउनु जस्तो देखाएको है।
खानी रे ल अब घर जाने हो हामी छोरी घाम लागिसक्यो हेर तर यहाँ चाहिँ माथि आइपुग्यो रे आमाहरू कहाँ ए माथि पुल माथि कता माथि बोलौँ छोरे छोरे हेर त हाई गर बस त्यहाँ लड्छ छोरी कति क्यों ना पियो जी यहाँ पे अभी माइनरी हल जाए कति योरी पियो जी वहाँ अभी तेरे क्यों क्या अपने मी काटे है रिवा क्या बचे है रिवा यो डोंगो कति बजे डोंगी ना 7 बजे ना 6 बजे डोंगी ना तेरे 8 बजे 9 बजे वाह अभी बुच्चो क्यों तेरी धार नहीं लमा फिर क्या लियो तुम में घर नहीं अंदर आ रहे नीति उंगली वाला तुम आ रहे ये ना आ रहे तुम में पर जेजुरी promotion नेम जेजुरी या वो आहल डी मुद्री या बुप्लमा शेगो ये मरे तिलाना बियों हम लोग गोंदंग लवी खाने लरो संगम लवी वाचु चुरी शिव लरी संगम बल जिला में ओरी शिव ते क्या नाम बाइक दी हल्ला या थार नहीं लमा हाँ वही ना नहीं बा खाना नहीं मी हो मुझे पालो ले शूरी बा उधर बीच की मानी में तीन में मिमता वो बतरा बा से को क्या ये बुझे शानी हम लो लगो ले ला खाई रो आना माइले हाँ ए लो है को ले ला खो है निमिर लो लो ल आइ गर्दु यो चाहिँ साइन बोर्ड डुन्डुरे खोला नेपाल विद्युत प्राविधिकरण यो चाहिँ पुरानो झोलुङ्गे पुल हो यो चाहिँ पहिला चाहिँ यहाँ झोलुङ्गे पुल भएर हिँड्थ्यो मान्छेहरू यो सबै तातो पानीमा आएको मान्छेहरू रहेछन् ल यो चाहिँ पक्की पुल हामी बुढाबुढी चाहिँ बाइकमा कस्तो भयो त तातो पानीमा बुढो एकदम रमाइलो भयो मान्छे घुरेको छ खोल न ल मजाले तातो पानीमा पनि नुहायो आज आज त कस्तो जिउ नै हलुङ्गो भइरहेको छ तातोमा नुहाएर बाटो यस्तो छ जिक्ज्याक
सुकस भनेको छोडेको त मलाई त कस्तो लाजो लागिरहेको छ है छ्या। तर जाडो महिनामा चाहिँ तातो पानी आउनुपर्छ कि ठिक हुन्छ त। यो गर्मी महिनामा त अलि झन् हुन्छ नि त, तातो हुन्छ, गर्मी हुन्छ। अनि यहाँका मान्छेहरू भानुको मान्छेहरू जहिले नि के अरे जाडो महिनामा आउनु माघतिर पुसमा शनिबार शनिबार। ल साथीहरू, अब तातो पानीमा नुहाएर पनि घर आइसक्यो। घर आएर पनि खानासाना बनाएर चाहिँ खाइसक्यो। भोक लागेर छिटो बनाएर खाइदिएँ। ल मेरो भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद छ। हजुरहरूले मेरो भिडियोलाई लाइक कमेन्ट गरिदिनु होला, नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु।